तपाईहरुलाई म स्मरण गराउन चाहे जेनजीहरुको बलिदानी के को लागि थियो। तपाईहरुलाई यो 4 वटा माग प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेजी, भ्रष्टाचार छानबिन अनि सम्पत्ति शुद्धिकरण, राज्यकरण गर्नु पर्यो भनेर अनि अर्को विदेशमा बस्ने नेपालीहरुले भोट हाल्न पाउनु पर्ने हुने यो 4 वटा प्रमुख म्यान्डेटमा एउटा पनि म्यान्डेट पूरा भएको छैन। हामीले यो 84 को चुनाव 82 मा सार्नको लागि जेनजीले आन्दोलन गरेको थिएन, जेनजीले बलिदान दिएको थिएन, त्यत्रो जेनजी शहीद भएका थिएनन्। साथीहरु, अब विदेशमा बस्ने नेपालीहरुले भोट हाल्न नपाउने रे यो इलेक्सनमा, यो चुनावमा हामीले भोट हाल्न पाउँदैनौं भनेर विभिन्न स्रोतहरुबाट आइसक्यो। सामाजिक सञ्जालमा हामीले न्यूजहरु सुनिसक्यो, सायद तपाईहरुले पनि सुनिसक्नुभयो होला। हाम्रो एउटा मात्रै आशाको बिन्दु थियो, विदेशमा बस्ने हामी जस्तो नेपालीहरुले भोट हाल्न पाउनु पर्छ भनेर हामीले त्यो कुरामा चाहिँ आशा गरेका थियौं। तर यो एउटा कुरा पनि अब सरकारले गर्न नसक्ने भयो। अब हामीले भोट हाल्न नपाउने भयो। तपाईहरुलाई म स्मरण गराउन चाहे जेनजीहरुको बलिदानी के को लागि थियो। आखिर के को लागि जेनजीहरुले बलिदान दिए। 75-76 जनाको ज्यान किन गुम्यो। ताकि निधारमा, टाउकोमा, पेटमा, छातीमा गोली खाइयो, तर त्यो बालुवामा पानी हालेको जस्तै भयो। साँच्चै जेनजीको योगदान, जेनजीको बलिदान सरकारले बालुवामा पानी हालेको जस्तै गराइदियो। एउटा मात्रै आशा थियो हामीलाई, विदेश बस्ने नेपालीहरुलाई भोट हाल्न पाउनु पर्यो। पहिला सुरुको न्यूज अनुसार समानुपातिकमा हाल्न पाउने व्यवस्था हामी मिलाउँछौँ भनेर न्यूज आएको थियो। अहिले त समानुपातिकमा नि हाल्न मिलेन, प्रत्यक्षमा नि हाल्न मिलेन भनेर विभिन्न न्यूज मिडियाहरूले हालिरहेछ। अब म तपाईहरुलाई भन्न चाहन्छु, यो अहिलेको सरकार के को लागि हो। तपाईहरुलाई सुरुमा यो जुन आन्दोलन भएको थियो, जेनजीहरुले जुन आन्दोलन गर्नु भएको थियो, त्यसको म जम्मा तपाईहरुलाई 4 वटा प्रमुख म्यान्डेट तपाईहरुलाई म भन्न गइरहेको छु है। 4 वटा मात्रै। एउटा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेजी, भ्रष्टाचार नियन्त्रण, छानबिन अनि सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने। अर्को भनेको विदेशमा बस्ने नेपालीहरुले भोट हाल्ने पाउनुपर्ने व्यवस्था मिलाउने भनेर भएको आन्दोलनमा 76 जना जेनजीको ज्यान गुमेको थियो। त्यो पनि टाउकोमा गोली खाएर, छातीमा गोली खाएर। ल अब तपाईहरु आफै भन्नुस्, हामीले यो सरकारलाई किन पठाएको सत्तामा। हामीलाई यो सरकारलाई सत्तामा पठाउनुको प्रमुख उद्देश्य भनेको त यो 4 वटा हो। अनि सरकारमा जाने माननीय सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू, अहिलेको सम्माननीय गृहमन्त्री ओमप्रकाश अर्यालज्यू, तपाईहरु अब सत्तामा बसेर कुर्सी मात्रै बचाउने, तलब मात्रै खाने हो कि यो जेनजीको मागलाई पनि सम्बोधन गर्ने हो। केही पनि तपाईहरुले 4 वटा जेनजीको माग सबै तुइसकेको छ। 4 वटा जेनजीको माग तुइसकेको छ, एउटा पनि जेनजीको माग पूरा भएको छैन। भनेपछि तपाईहरुले सत्तामा गएर के चाहिँ गर्नुभयो। तपाईहरुलाई म प्रश्न गर्न चाहन्छु। मैले मात्र हैन, सम्पूर्ण नेपालीहरुले तपाईहरुलाई प्रश्न गर्न चाहन्छन्। हो, चुनाव हुनु नराम्रो होइन। 84 को चुनाव 82 मा हुँदैछ, यो नराम्रो भएको होइन। एउटा अप्सन हो, एउटा देशले खोजेको एउटा प्रतिनिधि चुनिने